हेलो साथीहरू, नमस्ते। आज म चिकनको अचार बनाउन गइरहेको छु। जताततै चिकनको अचार बनाइरहेको देखिरहेको थिएँ, त्यसैले आज म पनि कोसिस गर्दैछु। हेरौँ है त कस्तो हुन्छ। सानो सानो पिसको मासुमा मैले सुरुमा बेसार र नुन हालेर म्यारिनेट गरेँ। म्यारिनेट गरेको मासुलाई हल्का रातो हुने गरी तेलमा फ्राई गरेको छु। अब त्यसको लागि चाहिने मसला रेडी गरौँ है त। मैले लिएको छु ज्वानो, तोरी, टिमुर, सौंफ, जिरा धनिया, मेथी अनि सुकेको रातो खुर्सानी। मैले त्यो सबै मसलाहरूलाई एकै ठाउँमा राखेर हल्का रोस्ट गरेको छु। हेर्नुहोस् है त। जतासुकै मासुको अचार भनेर आइरहेको थियो, त्यसैले आज मैले पनि ट्राई गरेको छु कस्तो हुन्छ है। त्यसपछि मैले खुर्सानीलाई हल्का रोस्ट गरेँ। त्यसपछि मैले अघि भुटेर राखेको मसलाहरूलाई मिक्सरमा ग्राइन्डर गरेँ र यस्तो भयो। अदुवा लसुनलाई पनि पिस पिस गरेर काटेर रेडी गरेको छु र एउटा कराईमा तेल फेरि तताएर तेल तातिसकेपछि मैले फेरि अदुवा लसुनलाई हल्का रातो हुने गरी फ्राई गरेँ। यस्तो हुँदैछ। अब हाम्रो अदुवा लसुन फ्राई गरेर रेडी भयो। रेडी भइसकेपछि मैले अघि नै पिसेर राखेको मसलाहरू राखेँ। मसलालाई मिक्स गरेर अब मैले अघि फ्राई गरेर राखेको मासुलाई पनि अब राख्दैछु। फ्राई गरेको मासु राखेर मैले त्यसमा स्वादअनुसार बेसार, स्वादअनुसार नुन राखेर मजाले मिक्स गरेँ र मैले 2 चम्चा जति भिनेगर पनि एड गरेको छु। यसरी नै हजुरहरूले पनि घरमा बनाएर आफ्नो स्वादअनुसारको मिठो चिकन अचार खान सक्नुहुनेछ। यसरी बनाएको चिकन अचार हेर्दै खाउँ अनि मिठो भएको छ। चिसो भइसकेपछि मैले यसरी बट्टामा हालेर स्टोर गरेको छु। हजुरहरूले नै यसरी नै घरमा बनाएर खान सक्नुहुनेछ।